मिठो दामी नानी कस्तो लाग्यो यहाँको लिएर आएको चना आउनु पर्ने घरदेखि बनाएको चना काका र भिट्टा आइपुग्यौँ हेलो सेवा नमस्ते साथीहरू स्वागत छ हजुरहरूलाई हाम्रो नयाँ भिडियोमा यहाँनिर हामी चाहिँ म त्यो कुरकुरे एक जोडा सपिङ गर्दैछु म अलिअलि पानडेङ्कीमा आएर बागडुग्रादेखि काठमाडौँ बसेर पढेर त्यहाँदेखि फेरि यता घरको पनि 4 जना परिवार 4 तिर छ बिचरा पैसा साट्दैछौँ यहाँ हामी यही हो हाम्रो गाडी चाहिँ यो नेपाल आयल निगम अब हामी यहाँबाट इन्डिया छिर्दैछौँ हाम्रो छोरीहरू गाडीमा छ अनि म चाहिँ निक्लिन त अनि होस् होस् पर्दैन देखाइदे हो देखाइदे जस्तोको तस्तै छ काँक्रा भिट्टा त खासै चेन्ज भएको रहेनछ चिया खानु पर्छ टाइम पनि छैन ल ल हामी चाहिँ नेपाल छोडेर अब इन्डिया रोड भयो चाहिँ इन्डियातर्फ लाग्यो यहाँबाट बागडुग्रा सिलगढी जाने बाटोतिर चाहिँ पुरै यो हुसे लागेर पुरा जाडो छ आज पहिलाको सानो पुल हो चाहिँ कस्तो राम्रो छ इन्डियाको बोर्डर अब यहाँबाट उयो के अरे के भयो एकछिन भ्लग उयो नबनाए इन्डियाको बजार बागडुग्रा बजार गाडीमा भएको हुनाले भिडियो यस्तो छ साथीहरू हामी एयरपोर्टको बाटो भएको हुनाले मुनिबाट छौँ बजार यस्तो छ आलु पराठा घुग्नी चना यो घुग्नी भनेको चना फाइनली हामी चाहिँ बागडुग्रा बजारमा आइपुगेछौँ मेरो नानी यहाँ निक्लिँदैछ बेङ्गलोर पढ्नु हिँड्ने गरे चियाबारी देखाउँदैछ चियाबारी यस्तो छ अनि कस्तो हुँदैछ त आज खाने कस्तो अनि डर नि लाग्दैछ कस्तो डर लाग्दैछ हौ यहाँ चाहिँ के को डर हो र हिन्दी बोल्ने इङ्ग्लिस बोल्ने साथीले बुझ्दैछ यहाँ अर्को नानी पनि जाँदैछ त नजाने जाने नि यो भिडियो बनाएको बेलामा यता र उता हो यहाँ इन्डियाको साथीहरू हेर्नु न इन्डियाको उयो चिया बगान हो कस्तो दामी रहेछ नि त हाम्रो नेपालमा मात्रै भनेको त इन्डियामा खतरा रहेछ झन् सारा यो चाहिँ हामी बागडुग्रा एयरपोर्ट जाने बाटो हो यता हामी चाहिँ आएको यताबाट हो यताबाट आएको साथीहरू अब खाजा खानुपर्ने हामी आएको गाडी चाहिँ यही हो कस्तो रोड त कस्तो खतरा है यो हेरी त नेपालमा त के हो नि गाडी हेर्नु साथीहरू बस त खै कस्तो ल हेलो सबैजना छोरीहरूलाई अब यहाँ चिया बगानमा एक पोज फोटो खिचाएर पठाउने पढ्नुको लागि हामी यहाँ खाजा खानु बसिरहेको छौँ ए मेरो सल ल्याइदे नानी बगान पनि घुम्यो कस्तो राम्रो ठाउँ छ यसरी बनाउने क्या जहिले भिडियो बनाउँदा त्यो यस्तो गरेर हैन मोबाइललाई हैन त्यो त घरघरि उ गरेर बनाएको त्यो भिडियो एडिट मेरो पनि निकाल्दै अलिकति उता जानु हामी आउँदै मेरो त निकालेकै छैन हिँड्नु न तपाईँ
पछाडि मात्र निकाल्दिने यहाँ चाहिँ नाना हिँड्नुहुँदैछ खाजा खानु हिरोनी देखिरहेछ हिरोनी अनुपमा चाहिँ त्यहाँ रहेछ बसिरहेछ बिचरा निक्लेर गाडीबाट गाडीले मातेर हाम्रो टोली यहाँ खाजा खाने रे ठेलामा परौठा इन्डियाको परौठा कति धेरै चिया बगान रहेछ क्या तर है यतातिर चिया बगान रहेछ क्या यहाँ हाम्रो गुरुजी हामीलाई ल्याउनु भएको गुरुजी हेनाका साथी दाइ पो हो त कटिङ चिया हुन्छ ल केटाकेटीहरू छिटो खाजा खाऊ त अनि जानुपर्छ अब यसमा सुगर रोटी मिठो हुँदैन कोक चाहिँ खाऊ न गाडीले मात्दैन क्या कोकले चिउरा चना अब त्यहाँ उयो परोठा बनाउँदै हुनुहुन्छ हाम्रो भाबीले दाजु बस्नु नि जानु भयो त दाजु जल्दी है भाभी जल्दी करो जल्दी हमारा प्लेन छूट जाएगा फिर लेट हो गए तो उसमा आउँछ नि चना लिएको है नानीले पकाएको हिजोमा नानीले पकाएको अरे चना मिठो पकाएको त्यसो हुँदाखेरि खाँदाखेरि कस्तो छ हाम्रो परोठा पनि आइसक्यो इन्डियाको परोठा चना यसरी खानु लाग्यो हामीले हेर्नु न एक थाल सिकायो यहाँको परोठा चाहिँ एकदमै मिठो हुँदो रहेछ अलिक छिटो छिटो खाऊ परोठा मिठो लाग्यो तिमीहरू दुईजना परोठा खानु साम्बर खानु नि डोसा खानु नि हिँडेको होइन त परोठा त पाउँदैन हौ साउथतिर परोठा पाउँदैन कहिले कहिले बाहिर निक्लेर खाँदा भयो गर्नु डोसा खानु ढोक्ला खानु ढोक्ला हिजैमा ओसिकाले पनि के एप डाउनलोड गरेर खानेकुरा जे पनि अर्डर गरेर ल्याइदिइहाल्छ भन्दै थियो ए सस्तो हुन्छ नि त त्यस्तो नगर्नु नि धेरै फेरि ए तिमीहरू खर्च गर्नु गएको कि पढ्नु गएको खानु गएको कि अर्डर गर्नु गएको के गर्नु गएको भन सुरुमा त उसले पनि कति खर्च गर अरे नि पछि चाहिँ यसरी हुँदैन रहेछ भनेर मम्मीले पठाएको पैसा त उसले सेकेन्ड अस्ति छुट्टी आउँदा 1 लाख जम्मा गरेर लिएको अरे पैसा उसले के 1 लाख जम्मा गरेर खाजाको मम्मीले उसलाई खर्च भनेर पठाइदिएको पैसा जोगाएर राखेर थोरै मात्र खर्च गरेर अरू सबै पैसा जोगाएर लिएको अरे क्या उसले नि परदेशमा बसेपछि कहाँ मम्मी पनि बाहिरै हो नि त खाने हो त अनि उसको मम्मीले त उसलाई 3 वर्षदेखि छोडेर हिँडेको अरे झन् छुट्टीको बेलामा बरु कहिले कहिले निक्ल्यो खायो बाहिर ल छिटो छिटो गरेर त केटाकेटी हो हुन्छ हाल्छौँ अहिले टाइम लाग्छ भन्दा मैले त कहिले छोडेको छैन यसलाई त्यही हो फर्स्ट टाइम अब आँसु तरक्कै आइसक्यो है यहाँनिर बिचरा बिचरा अरूभन्दा कराउनेको खाजा छ क्या यहाँनिर घरमा लिलीले भेट्दो होला नि अब बाई बाई लु जाऊ जाऊ लु उता कहाँ गइरहेछ हजुर बाई बाई नानी व्हाट्सएपमा मगाऊ हेर्नु न नानी हिजो केही भयो भने भित्र अङ्कललाई फोन गर्नु ल भयो फाइनली साथीहरू हामी चाहिँ नानीहरूलाई भित्र पसाएर हामी चाहिँ फर्केको यो चाहिँ बागडोग्रा एयरपोर्टको उयो हो के अरे बसहरू गाडीहरू पार्किङ एरिया रहेछ यो चाहिँ यस्तो छ यो त एयरपोर्ट छ भित्र चाहिँ एयरपोर्टमा चाहिँ भिडियो फोटो खिच्न केही पाइँदैन रहेछ क्या त्यही भएर अलिकति रिक्वेस्ट गरेर थोरै थोरै चाहिँ खिचेको छु क्लिप एकदमै डर लाग्दो रहेछ कि अर्काको ठाउँमा त यो फोटो भिडियो गर्नु पनि यस्तो राम्रो छ पार्किङ एरियामा ठुलो छ एरिया हाम्रो ठुली र हाम्रो गुरुजी चाहिँ अगाडि जाँदै हुनुहुन्छ अब फेरि लाग्यो अब नेपाल त्यो अर्को त पैसा लियो अरे 1 किलो धेर बोक्छ अरे 700 भारी लियो राम राम अनि किन बोक्नु जान्थ्यो ए भएर मैले त वेट जोके साथै हामीहरू चाहिँ फाइनली यहाँनिर
पानटेङ्कीमा आएको छौँ। पानटेङ्कीमा हेर्नु न सुनसान पो रहेछ बजार त बिहानै आउने रोड चाहिँ सपिङ गरेको अलिअलि हेर पानटेङ्गी बजार चाहिँ नेपालकै जस्तो रहेछ हौ। यहाँ हेर्नु न रोडहरू फोहोर मैला त्यस्तै है। सिटी सफारीहरू पनि कुदो रहेछ पहिलाको जस्तै रहेछ कि अहिले खासै चेन्ज भएको चाहिँ रहेछ कि बजार पनि।